फाइनली है आज हामी चाहिँ यो हाम्रो 6 गते मेला लाग्ने न्यु इयरमा है यो हाम्रो काइथान भन्छ हैन यो कानी पोखरी 2 नम्बर वार्डमा है यो मेला लागिरहेको मनोरञ्जन यो दृश्य यो माहौल है एकदमै राम्रो छ हैन यो हाम्रो कानी पोखरी 2 नम्बर वार्ड हो है यो मेलाको माहौल र यो मेलाको भिडभाडले गर्दाखेरि एकदम तनावग्रस्त सम्पूर्णलाई चाहिँ एकदम मान्छे हाउडा पनि यहाँ खोज्ने अवस्था एकदमै चिन्ताजनक छ हैन एकदम यस भिडभाड चाहिँ राम्रो छ यो मेलाले एकदम सम्पूर्णलाई एकदम मोहित बनाउने मेला हो र यो हाम्रो वैशाख 6 गते लाग्ने हाम्रो यो काली मन्दिर भन्छौँ हैन है केरुन मेला भन्छ हैन यो कानी पोखरी 2 नम्बर वार्डमा लाग्ने वैशाख 6 गते न्यु इयरमा लाग्ने मेला हो है र यो भिडभाडको माहौल हेर्न सक्नुहुन्छ तपाईहरु एकदम मनमोहक छ मेला है यो मेलाले एकदम सम्पूर्ण हामी एकदम सानो हुँदाखेरि नै हामी पहिला हामी साइकल बोकेर आउँथ्यौं हैन यो मेला हेर्न गर्नलाई र यो न्यु इयरको नयाँ सालको 6 गते है लाग्ने मेला हो यो एकदमै हेर्न सक्नुहुन्छ तपाई है यो मेलाले मनमोहक र सम्पूर्ण हामी अब काली मन्दिरतिर हामी प्रस्थान हुँदैछौँ फाइनली अब चाहिँ अब हामी यहाँ केरुन मेला आइपुग्यौँ हैन र अब हामी चाहिँ फाइनली अब काली मन्दिरतिर जान लाग्न आएछौँ है र यो मन्दिर हाम्रो भनेको हामी पहिला एकदम सानै हुँदाखेरि के साइकल पेली एउटै साइकलमा 3 जना 4 जना नभए पनि डबल बेलेर आउने गर्थ्यौँ है यो मेलामा हामी काली मन्दिरमा चाहिँ एकदम हामीले सम्पूर्णलाई एकदम मनमोहक बनाउने सम्पूर्णले चाहिँ एकदम मन पराइदिने यो मेला हो र यो मेलाले चाहिँ मलाई पनि एकदम मोहित बनाउँछ हैन म पनि एकदम सानोदेखि नै आएको मेला हो हेर्न सक्नुहुन्छ यो मेलाको दृश्य म सम्पूर्णमा तपाईहरुलाई देखाइरहेको छु हैन र यो मेलाले एकदम सबभन्दा 6 गते लाग्ने यो ठुलो मेला पनि हो है सम्पूर्ण एकदम राम्रै एकदम रमाइलो छ यो मेलाको दृश्य मनमोहक छ र सम्पूर्ण भक्तजनहरू चाहिँ अब हामी चाहिँ फाइनली अब काली मन्दिरतिर हामी प्रस्थान हुँदैछौँ है यो मन्दिरले चाहिँ सम्पूर्णलाई चाहिँ जे मागे भने काली माताले चाहिँ उहाँले चाहिँ पुरा गर्नुहुन्छ म पनि सानैदेखि नै मागेको कुराहरू पुरा चाहिँ गरिराख्नु भएको छ हाम्रो काली माता यहाँको केरनको है यो चाहिँ कानी पोखरी 2 नम्बर वार्ड पर्दो रहेछ है तपाईहरुको यो कानी पोखरी 2 नम्बर वार्डमा चाहिँ यो केरोन मेलामा को मनमोहक दृश्य है तपाईहरुलाई म देखाइरहेको छु हैन यो मेलाको दृश्य र मनमोहक देख्न सक्नुहुन्छ है फाइनली म अब तपाईहरुलाई चाहिँ म हेर्नुहुन्छ यो घोडा चढाउनेहरूले चाहिँ घोडा चढाउँछ हैन उहाँ घोडा चढाएर चाहिँ आफूले मागेको कुराहरू सबै काली माताले चाहिँ पुरा गरिदिनुहुन्छ भनेर आश सम्पूर्णलाई छ है उहाँहरू चाहिँ बसिराख्नु भएको रहेछ हैन र हामीले मागेको आफ्नो सन्तुष्टिले जे माग्नुहुन्छ उहाँहरूले चाहिँ पुरा गरिदिन्छ काली माताले चाहिँ हैन र अब म चाहिँ अब काली माताको मन्दिरतिर अब प्रस्थान भइरहेको छु हैन र म यो दृश्य म देखाइरहेको छु है तपाईहरुलाई चाहिँ यो चाहिँ हाम्रो सबभन्दा पुरानो मन्दिर हो यहाँ काली मन्दिर हाम्रो केरुन मेला वैशाख 6 गते लाग्ने मेला हो यो दृश्य देख्नुहुन्छ एकदम भिडभाड छ यो मोरङकै सबभन्दा ठुलो मेला लाग्ने यो तपाईको कानी पोखरी 2 नम्बर वार्डमा है र यो मेलाको दृश्य मनमोहक हैन एकदम रमाइलो छ हैन सम्पूर्णलाई चाहिँ एकदम यो मेलाको दृश्य र वातावरण एकदमै रमाइलो छ यहाँ आफूले
काली माताले चढाउने चाहिँ परेवाहरू चाहिँ यताको परेवाहरू पनि यहाँ धेरै छन्। पहिला पहिला हामी पनि परेवाहरू यहाँ धेरै मागेको कुराहरू पुरा हुँदाखेरि हामी यसरी परेवाहरू चढाउँथ्यौँ होइन। अनि उहाँहरू चाहिँ अब जसलाई अब घोडा भन्छ यो फुलघोडा भन्छ यो फुलघोडाहरू मागेको पनि सबै काली माताले चाहिँ पुरा गर्नुहुन्छ होइन। हामी चाहिँ अब हुँदै अब हामी चाहिँ अब काली मन्दिरको एक राउन्ड हानिसक्यौँ होइन। अब त्यसपछि हामी चाहिँ अब साथ दृश्यलाई चाहिँ म मनमोहक बनाउँदै होइन सम्पूर्णलाई चाहिँ म अब यो भिडियोलाई चाहिँ अब यहीँ टुङ्ग्याउन आँटेको हो।